साथीहरु गुड मर्निङ साथीले यस्तो मिठो चिया ल्याइदिएछ गाडीभित्र हामीलाई हेलो चिया मिठो ल्याइदिएछ थ्याङ्क यू है खानेकुरा अझै पिउने हुने पनि छ अरे हो यहाँ छ पिउनु हुँदैछ म्याडमले यता पनि हेलो मेरो चाहिँ यहाँ छ अब चाहिँ हामी साथीहरूलाई पर्खिरहेको छौँ यहाँ सरिनी मन्दिरको अगाडि खै कता कता हो साथीहरू पनि आउँदैछ अहिले भेटौँ साथीहरू हामी चाहिँ बिहानकै सुरु गाडीमै पो धाइदिउँ गाडीमा चिया चिप्स ल्याइदिएछ बक्को हो अब खाँदै खाँदै हामी दुधै आइपुगेर अघि चिया थियो है मुन्नी अहिले कोक हाम्रो साथीले किनिदिनु भएको थ्याङ्क यू है बिचरा के किनिदिनु हुँदैछ यहाँ खाएको यो चाहिँ हो ब्ल्याक टी भन्नु मिलेन होला आमा यहाँनिर कोक टी है यो चाहिँ पेप्सी टी यो चाहिँ पेप्सी टी हो बिहान चाहिँ मिल्क टी अब माथि पुगेर झन् डम्फेटार पुगेर के खाने हो हाम्रो बस जानु भएको छ अगाडि मिलाउँदै होला है रेखाले भएन छ म गएको कारणै दियो नि ठिकै छ साथीहरू फाइनल्ली हामी चाहिँ आइपुग्यौँ गाडीबाट झर्दैछ सबजना लु बल्ल बल्ल भेट भयो सबैजना हेलो आइपुग्यो हामी आइपुग्यो ल बोय फ्रेन्ड र त कि लु आँखा साथीहरूले चाहिँ बिचरा हामीलाई यस्तो ल्याइदिनु भएको छ थ्याङ्क यू भोक लाग्छ भनेर हो माथि खोलेको त म त भाउजू ल आइपुग्यो सब टेबल त चाहियो नि त है टेबल हामी चाहिँ आइपुग्यौँ अब हेलो कति महिना बाद भेटघाट भएको फेरि हाम्रो है एकजना ऊ पर हजुर शनिबार के भयो साह्रै थाक्यो शनिबार आज है हामी चाहिँ अहिले आपेटर भनौँ राख्छौँ यहाँनिर चाहिँ यस्तो रहेछ पारी अनि थुप्रै रहेछ यस्तो तर म चाहिँ फर्स्ट टाइम आएको यहाँनिर है यहाँबाट चाहिँ यस्तो हाम्रो साथीहरू बसिरहनु भएको छ यस प्रकारको साथीहरू फाइनल्ली हाम्रो नि त साथी हुनुहुन्छ यहाँ पनि हेलो यहाँ म्याडमहरू आइपुग्नु भएछ हेलो म्याडम हेलो यहाँ हाम्रो साथीहरू व्यस्त हुनुहुन्छ हेलो भन्दा पनि बोल्दैन त हौ ल अन्त हामी गले मिल्दैछ यहाँ साथीहरू हो यहाँनिर व्यस्त भइरहेछ हेलो 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 बस्नुहोस् अहिले चाहिँ बल्ल बल्ल हेलो नमस्कार गुड आफ्टरनुन ल गुड आफ्टरनुन है हामीले 4टा रिल्स बनाइसक्यौँ है साथीहरू ल त अहिले भेटौँ मिटिङको मोटामोटी लिस्टहरू बनिसक्छ यस प्रकारले है यहाँको साथीले नआउनेहरूको चाहिँ यहाँ रहेछ है नआउनेहरूलाई चाहिँ फाइन है फाइन ल बिस्तारै बिस्तारै यहाँनिर हाम्रो म्याडम पनि आइपुग्नु भयो ल जाउँ भित्र भेटघाट अर्कै मजा हुन्छ नि त है बाटोमा त ठिकै छ हौ भन्यो है ल लु जाउँ भित्र हऱ्यौँ सबजना त्यहाँ भित्र चाहिँ बस्दैछ हामी अब साह्रै गरम भयो कि भित्र जाँदैछौँ यहाँ म्याडमहरू त सेन्ट्री फ्ल्याट भयो के गरमले आमा के भएको त्यस्तो गरमै भएको यस्तो हेलो यहाँ ल बैठ ल बा के हो दुईजना चाहिँ यस्तो भएको घामले त्यता राम्रो आउँदैन साथी शर्मिलाले हामीलाई खरबुजा माया गरेर ल्याइदिनु भएको छ अब खाने हो यहाँ फोटो सेसन हुँदैछ है यहाँ अरू चाहिँ खै बाहिर झाडु लाउँदैछ क्या ल यहाँ खरबुजा निकाल्दैछ मैले त पाएँ के पठायौ ला मैले रहेछ यहाँ राखेँ धन्यवाद हाम्रो लागि
मैले सामने साथी ल्याइदिनु भएको लु खाऊ है होइन गर्दैछु त लु गर्ने सोर्छ नि अब हामीले जान्दिन हैन यो चाहिँ सन्देश विचार बोल्नु बिचारा हाम्रो साथीले प्लेट ल्याइदिनु हुँदैछ कस्तो माया गरेर खै यहाँ राखिदिनु ए तपाईँहरूलाई दिनु धन्यवाद यो मेरो है प्लेट घरै बस्किटहरू म त खाएँ होइन नि अर्को ब्याग टिभीको छेउमा छ ब्याग एउटा पिङ्क कलरको ब्याग छ नि पिङ्क कलरको ब्याग पिङ्क कलरको ब्याग थियो नि हौ त्यहाँनिर नुन ल्याएको थिएँ मैले सानो त्यो बोराको झोला जस्तो थियो त्यहाँ हालेको सबै त म मुन्नी बाहिर छ खदा अर्पण आइज आइज बसी बसी लगाइदियो खदा हुन्छ बसी बसी यहाँदेखि यता म्याडमलाई खदा अर्पण यो अब हाम्रो संस्था कतिजना मेम्बर अहिलेसम्म हामीले एक्टिभ मेम्बर 22 जना देखेकोमा आज 12 जना मात्रै हामी उपस्थित छौँ र यतिले बिस्तारै बिस्तारै बढाउँदै लानुपर्छ पहिला त हामी पनि एउटा फर्मेस छ है हाम्रो लागि गीत सुनाइदिनुहोस् हामीलाई पनि मिठो गीत सुनाइदिनुहोस् है हुन्छ है आजको यो सुन्दर मौकाको लागि सर्वप्रथम हामी है भगवानलाई धन्यवाद दिन्छौँ आज हाम्रो बहिनी है अनि भाइ नवीन हामी सालबारीमा सँगै थियौँ धेरै म उहाँकोमा है उहाँले चाहिँ एकदम चिकन सेकुवा चाहिँ राम्रो बनाउनु हुन्थ्यो र खानु चाहन्थ्यो है अनि उहाँ आउनुभयो है तपाईँहरूको उन्नतिको एकदम कामना अझै राम्रो है भएर जाओस् है भएर जाओस् अनि यहाँ चाहिँ अब एकदमै यति मध्येमा सबैभन्दा एकदम टफ भएर जाओस् है तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ है उच्चतर माध्यमिक विद्यालयका एक्स स्टुडेन्टहरूको युनियन हो यो है विगत 2 दिन अगाडि तपाईँसँग यो सम्पर्कमा हामी यो एसोसिएसनको पक्षबाट यहाँलाई हामी खदा अर्पण गर्छौँ भने हामी एसोसिएसनको अध्यक्ष हाम्रो अल्बर्ट थापाजी हुनुहुन्छ उहाँबाट चाहिँ यहाँ हाम्रो नवीन भाइप्रति खदा अर्पण गर्छौँ महोदय हाम्रो रेखा बन्धन साथी हुनुहुन्छ उहाँबाट चाहिँ हाम्रो यहाँ बहिनी बुहारी खान्छ अरे क्या मलाई भनेको त मान्छे चाहिँ निकाल्दिनँ नि त टी गरेको चुरा केही दिन मेरा ले लो थ्याङ्क यू मैले बदमास गरेर एउटा कप फुटाइदिएको छु ल जा उठा उठा नै एकछिन गरिदिहाल्छौँ यहाँ चाहिँ हाम्रो सुँगुरको सेकुवा पाक्दैछ यसमा चाहिँ भोइस ओभर गर्नु कर लाग्यो किन भन्दाखेरि चाहिँ यहाँनिर एकदम गाना धुमधाम हाम्रो शर्मिला साथीले गाउनुहुँदै थियो त्यही भएर अब के गर्नु गीत सुनायो भने पनि यता कपिराइट लागिहाल्छ त्यसले गर्दा चाहिँ यहाँनिर मैले म्युट गरेर चाहिँ हजुर भोइस ओभर गर्दैछु साथीहरू हेर्नु होला यो चाहिँ आपेटारमा सेकुवा सेन्टरमा चाहिँ नवीन भाइको त्यहाँनिर चाहिँ हामीले यसरी आज हाम्रो ब्याचको पनि माध्यमिक ब्याचको साथीहरू भेटेर चाहिँ भेटघाट गेट टुगेदर प्लस वार्षिक मिटिङ पनि हो यहाँ यस्तो भइरहेको छ हाम्रो बेलुका सबैजना हाम्रो गाडी चाहिँ ऊ पर छ हामीलाई घरसम्म पुऱ्याइदिन्छु भन्दैछ यहाँ साथीहरूले ए मुन्नी ओइ ल यो चाहिँ कसको फेरि अब हामी त घर गएको ल लु छिटै सुप है भगवान् कसैको भात आइसकेको छ कसैको सुप मात्रै त्यही सुँगुर त म खान्छु सुँगुर त मैले खान्छ अरे भन्दैौ न रिस के हुने खाऊ है खाऊ हल्ला खल्ला गरेर सुप त खाएन यिनीहरू है खाने चाहिँ यहाँ हेर्नु खाऊ है खाऊ सबसे बेसी त कसले पनि खायो यहाँ पनि हाम्रो शर्मिला साथीले खाना खानुहुँदैछ अनि के गर्नु यहाँ पनि कस्तो मिठो नवीन भाइले गाउनु हुँदै थियो बाहिर तर मजबुरन साथीहरू भोइस ओभर गर्नु पर्ला कि मुन्नीले पनि तातो तातो दाल मिठो भन्दै खाँदैछ एकदम सबैजनाले खानामा इन्जोय गर्नुहुँदैछ अनिता साथी भयो है सबैजनाले मिठो मिठो भन्दै खानुहुँदैछ यो चाहिँ हाम्रो डिनरै भनौँ न अब मिटिङ गर्दा ओर्दा ढिलो भयो खाना अर्डर गर्दा त्यसले गर्दा चाहिँ सबै साथीहरूले हाम्रो आफ्नो आफ्नो खाना इन्जोय गर्दैछ कसै पर बसिरहेको छ कसैले के गर्दैछ
तर बाहिर चाहिँ यति मिठो धुन बज्दै थियो के भन्नु र अब धुन मतलब गीत तर हामीले इन्जोय गर्दै खाना खाँदै थियौँ अनि कपिराइट लाग्छ भनेर फेरि मैले भोइस ओभर गर्नु कर लाग्यो साथीहरू चाहिँ आज बेसी मुन्नीको हल्ला छ बटुकरले भनेर कराएर घरि के भन्छ है गाना चाहिँ यति मिठो लोकल कुखुराको सुप थियो मतलब सुन्दै थियो तर अफसोस सलाद थियो है मजाले सबैजनाले इन्जोय गर्यो अब हामी चाहिँ भेराइटिज चाहिँ ढिलो हुन्छ भनेर अलग अलग नगरेको अनि मुन्नीले चाहिँ एकदम ब्याटियरको हल्ला खल्ला छ खानेले गफ खाँदैछ कसै हल्ला मात्रै गर्दैछ हो कसैले भयो भन्दैछ ऊ मुन्नी गीत गाएको छ नबेल भइसक्यो गुनगुनाएको छ पुरा इन्जोय गर्दैछ कति महिना बाद हामी यसरी साथीहरू भेट भएर चाहिँ कस्तो खुसी लाग्यो सबैजना खुसी भइरहेको छु मुन्नी त झन् हामी यहाँनिर हेलो हेलो यहाँ हाम्रो लोकल कुखुराको सुप दाल सबैजना खानु बसिरहेको छ हेलो अर्को साथी निर्मल निता मुन्नी रेखा सबैजना मजा आयो शर्मिला साथीले दामी गीत गायो थ्याङ्क यू ल अब हामी चाहिँ खानु बसेको त्यो यो कति बजेको खाना हो मलाई पनि थाहा छैन कसलाई पनि थाहा छैन ल साथीहरू हामी चाहिँ अहिले घर जान लागेको फाइनल्ली हामी चाहिँ रात परिसक्यो कि अब चाहिँ घर फर्केको ए मुन्नी छिटाइ जा राति देख्दैन र पनि हामी चाहिँ अहिले गएको आपेटारबाट चाहिँ हामी घरतिर लागेको ढले 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 लु नाच नाच म त ढले 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 बाई उता छ हामी म छेउमा बस्छु बाई साथीहरू हामी अब गाडीतर्फ लागेको हामी चाहिँ यति बेला हुँदैछ घर फर्किँदैछ अर्को साथीलाई धन्यवाद हामीलाई घर पुऱ्याइदियो अरू चाहिँ सालुगडाको साथीहरू सालबारी है सालबारी साथीहरूले पुऱ्याउनु गर्छ ए मुन्नी कस्तो लाग्यो नसोचेको भयो है अब चाहिँ फेरि हाम्रो नेक्स्टको बाद प्रोग्रामको बाद ए होइन पिकनिक कहिले भन्छ अब कहिले हुन्छ आज केही त्यस्तो कुरा भने त्यो भन्ने मौका पनि पाएन साथीहरू आइपुगेर यस्तो भएको है ए अन्त के भन्छ विजय दासहरू त सालबारी गएर आउँदा त हाम्रो घर पुग्छौँ होइन पुग्छ नि अन्त